म यहाँ एकजनालाई सिजर भएको भिडियो देखाउँछु। भिडियो राम्रोसँग ध्यान दिनु होला। त्यसपछि म यस्तो बेलामा के गर्ने भन्ने कुरा तपाईलाई सिकाउँछु। अब के गर्ने त अनि हामीले अब ओइ सुनिल हेर्न बोलाइदेन ओइ काइला घरको मान्छेलाई के भएको यो। यसरी कोही अचानक ढलेको छ, मुट्ठी कसेको जस्तो वा शरीर नै तन्केको जस्तो देखिएको छ, शरीर नै झर्केको जस्तो देखिन्छ भने पहिले बिरामीलाई जबरजस्ती उठाउन वा चलाउन नखोज्ने। शरीर झड्किँदा टाउकोमा लाग्ने डर हुने हुँदा मिल्छ भने कपडा वा सिरानी वा कुनै नरम कुरा टाउको मुनि राखिदिने। मुखमा केही अड्केको छ भने निकालिदिने, तर आफ्नो औँला उसको दाँतभित्र नलैजाने। बाहिरबाट निकाल्न सकिन्छ भने मात्र मेहनत गर्ने, जबरजस्ती पनि नतान्ने, मुखभित्र हात घुसाउने प्रयास नगर्ने। सकिन्छ भने उसलाई एक साइडमा वा अझ मिल्छ भने देब्रेपट्टि फर्काएर एक साइडमा सुताउने, जसले गर्दा रियाल वा थुक वा भित्रको भमिट एक साइडबाट बाहिर निस्कियोस्, पछाडि गएर फेरि घाँटीमै नअड्कियोस्। यस्तो सिजर सकिने बित्तिकै केही मिनेटदेखि आधा एक घण्टासम्म निकै डिप सुत्न प्रयास गरेको हुनसक्छ। ऊ मजासँग घुरेरै सुत्न सक्छ, उसलाई सुत्न दिने। यदि फेरि सिजर्स भएन भने उसलाई त्यही सुतिराख्न दिने, तर सिजर्सको लक्षण देखियो भने तुरन्त हस्पिटल दौडाउने। यसरी सुतेर उठेपछि पनि उक्त व्यक्ति केही बेर अलमल लिन सक्छ। एकजना व्यक्ति एक आधा घण्टा उसँगै बसिराख्ने। केही समय कन्फ्युज भएको छ भने पनि केही फरक पर्दैन, पछि ऊ आफ्नो ठाउँमा आउँछ, पछि होसमा आउँछ। उसको पूर्ण होस खुलिसकेपछि मात्र पानी पिउन दिने वा यदि उसले खानेकुरा मागेको छ भने खानेकुरा खान दिने र त्यसपछि उसको परिवारको जिम्मा लगाएर हस्पिटल पठाउने। यस्तो सिजर धेरै कारणले हुन सक्छ। कसैको यस्तो सिजर एक्टिभिटी लामो समय धेरै रक्सी खाने र अचानक छोड्दा पनि हुन सक्छ। र रक्सी छोड्ने उपचार सही तरिकाले गर्यो भने यस्तो समस्या हुँदैन, यस्तो सिजर हुँदैन। कसैको एपिलेप्सीको कारणले यस्तो भइराख्ने हुन सक्छ र नियमित एपिलेप्सीको औषधि खाने हो भने यस्तो हुँदैन। यस्तो समस्या वा यो रोग सरुवा रोग झैँ अरूलाई सर्दैन, त्यही भएर निर्धक्क उसलाई सहयोग गर्दा हुन्छ, उसलाई छुँदा हुन्छ। कसैको ब्लड सुगर लो भएको कारणले पनि हुनसक्छ। डायबिटिज भएको व्यक्तिले खाएको औषधिको कारण सुगर लो भएर वा लामो समय चाहिने मात्राको खाना नखाएको कारणले पनि यस्तो हुनसक्छ। यदि सुगर लो भएको कारणले यस्तो भएको छ भने लामो समय कुरेर बस्नु हुँदैन, तुरुन्तै हस्पिटल लैजानुपर्छ। हस्पिटल लैजाँदै ऊ बिउजियो भने उसलाई जुस वा चिनी पानी घोलेर वा मह वा जुनसुकै गुलियो पकाएको खानेकुरा खान दिन सकिन्छ, जसले गर्दा ब्लड सुगर फेरि नर्मलमा आओस्। अब के गर्ने त अनि हामीले अब ओइ सुनिल हेर्न बोलाइदेन ओइ काइला घरको मान्छेलाई के भएको यो।